हामीहरूको जिन्दगी बाँच्यो भने 100 वर्षको आयु जन्म हो 100 वर्ष आयु नरको 50 गयो रातमा बालक भई 15 वर्ष बिति गो रही भयो वृत्तमा बाँकी विष रोग शोक झगडा तन्टाव खेडा गरी गयो शून्य रह्यो बखतमा बस्यो बडो सुख गरी गयो शून्य रह्यो बखतमा बस्यो बडो सुख गरी 100 वर्षको आयुमा 50 सुतेर जान्छ 100 वर्षको आयु दिउँसो खाना खाएर चाहिँ 2-4 घण्टा सुत्ने बानी छ भने दिनको 2 घण्टा गर्दा अरू 2-4 वर्ष थपिन्छ नि यार 52-54 होला हुन्छ नि अर्को बालक भइकन 15 वर्ष बितेको बन्दै गयो वृद्धमा बालक नानी बाबु भन्दा भन्दै 15 वर्ष जान्छ बुढेसकालमा खोक्दा खोक्दै 15 जान्छ 15 गुणा 30 50 80 रह्यो 20 बाँकी 20 रोग शोक झगडा कन्टा बखेडा गरी 20 वर्ष पनि रोग लाग्छ शोक लाग्छ यताको कुरा उता भन्नु पर्यो उताको कुरा यता भन्नु पर्यो कोहीसित रिसाउनु पर्यो होला कोहीसित झगडा गर्नु पर्यो होला त्यो 20 वर्ष बाँकी 20 रोग शोक झगडा कन्टा बखेडा गरी गयो शून्य रह्यो बखतमा बस्यो बडो सुख गरी जति नि म सुख गरी भएर मैले यो गरेँ मैले त्यहाँ गरेँ मैले यस्तो गरेँ उल्टा गरेँ ढिस्का गरेँ भन्नु नि त्यो मूर्खता हो हामीहरूको जीवनमा आयु भनेको शून्य छ यो शून्य आयुमा पनि हामीले आत्मचिन्तन गर्नु सकेनौँ भने उपाय छैन जम्मा 100 वर्षको आयुमा 4 वटा आश्रम हुन्छन् त्यो 4 वटा आश्रम भनेको पहिलो आश्रम ब्रह्मचर्यमा रहनुपर्छ ब्रह्मचर्यमा रहेर के गर्ने भन्दाखेरि चाहिँ 1 वर्षदेखि लिएर 25 वर्षसम्म अध्ययन गर्ने गुरुको शिक्षा लिने ब्रह्मचर्यमा बस्छ त्यो गर्ने त्यसपश्चात गृहस्थ जीवनलाई पालन गर्ने 50 वर्षसम्म आफू 50 वर्षको हुँदा नानी कति वर्षको हुन्छ 25 वर्षको हुन्छ अनि जब 50 वर्षको पुगिन्छ